को हो यो? हाई भनेर पठाएको छ त हौ मलाई त। हँ ए यो त त्यही नक्कलचरी होइन? एक दर्जन प्रपोज लेटर पठाएको मैले त्यति बेला। रूपको घमण्ड देखाउँथेँ यसले। मलाई त केही जस्तो लागेको थिएन त। साला खै यसको प्रोफाइलहरू यो पनि चौरी परेछ त। अन्त मभन्दा बेसी चौरी परेछ त। कर देखाउँथिस् त। कहाँबाट सम्झ्यो यसले आज मलाई? दुःख पायो होला नि त है। आइएम सिङ्गल अरे अझै बिहा गरेको रहेछ यो। खुब घमण्ड देखाउन केटा पाएनस्। अहिले चाहिँ हाई अरे। ऊ हेर जति नै मेकअप लगाउँ चौरी परिरहेछ त यो त। अन्त साला त्यति बेला त भाउ खोज्थिस्, अहिले त मभन्दा बेसी चौरी परेको छस्। तँलाई पर्खे त म यो फोटो हालिदिन्छु ल। ला यो फोटो हालिदिएको छु मेरो। यति राम्रो ह्यान्डसम फोटो हाल्दैछु कि अब रुँदै बस् तँ। रुँदै बस्। त्यति बेला म रुको थिएँ, अब तँ रुँदै बस् ल। रिजेक्ट गरेको थिइस् होइन त्यति बेला? अब रु।